काँकरभिट्टा मेचीनगर नगरपालिका वार्ड नम्बर 6 एक वृत्तचित्र यात्रा। यो सहरको भूमि केवल माटो र सिमाना मात्र होइन, यो तपाईँ हाम्रो भावनासँग जोडिएको स्थान हो, जहाँ हरेक गल्ली हरेक बाटोले विगतलाई बोकेको छ, वर्तमानलाई बाँचिरहेको छ र भविष्यलाई साँचिरहेको छ। मायासँगै बस्ने चौतारीको बरपीपल मायालुको नजर मायासँगै बस्ने काँकरभिट्टा नेपालको पूर्वी द्वार मेचीनगर नगरपालिका वार्ड नम्बर 6 इतिहास, व्यापार, संस्कृति र सपनाहरूको संगम स्थल हो। यहाँको ताजा हावाले केवल सिमानाको संकेत गर्दैन, यसले प्रेम, आशा र नेपाली पहिचानको सुगन्ध बोक्छ। यो नाका जुन नेपाल र भारत बीचको प्रमुख व्यापारिक केन्द्र हो, भूगोल मात्र होइन सम्बन्धको पनि सेतु हो। नेपालकै सुदूरपूर्वी नाका काँकरभिट्टा, जहाँ हजारौं पाइलाहरू दिनहु ओहोर दोहोर गर्छन्, अवसर खोज्छन्, सपना बुन्छन् र समृद्धिको आशा बोकेर अघि बढ्छन्। साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर। मेची नदीले पूर्वी किनारालाई अंगाले जस्तै यो सहरले आफ्ना बासिन्दाहरूलाई माया, संस्कार र आत्मीयता प्रदान गर्छ। वडाध्यक्षज्यू भन्नुहुन्छ, नमस्कार, म ललित बहादुर तामाङ, मेचीनगर 6 को वडाध्यक्ष, काँकरभिट्टावासी। यो काँकरभिट्टाको विषयमा मैले भन्नुपर्दा सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर चाहिँ विभिन्न धर्मावलम्बी जात जातिहरूको बसोबास स्थान भएको यो काँकरभिट्टा। दशौं हजारको संख्यामा दैनिक यात्रीहरू, पैदल यात्रीहरू हिँड्छन्। औरखी हातहरू, मेहनती हातहरूले निर्माण गरेको 4.431 वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यो सहर रहेको मेचीनगर नगरपालिका वार्ड नम्बर 6 आकारमा सानो भए तापनि जनसाङ्ख्यिक गणना, आत्मीयता र व्यापारिक ऊर्जाको हिसाबले नगरभरिमै विशाल छ, जहाँ हरेक गल्लीमा एउटा नयाँ कथा छ, हरेक अनुहारमा एउटा नयाँ यात्रा। 3409 घरधुरीहरूले यसलाई एउटा समृद्ध परिवार बनाएका छन्, जहाँ भिन्न भिन्न जात जाति, धर्म र संस्कृतिका मानिसहरू एउटै छानामुनि बाँचेका छन्। काँकरभिट्टा बजार जुन 26.6464 डिग्री उत्तर र 88.1560 डिग्री पूर्वमा अवस्थित छ, पूर्वी नेपालको प्रमुख व्यापारिक स्थल हो। यहाँका मार्गहरू व्यापारको सुगन्धले महकिएका छन्, जहाँ पसलहरूको चहल पहल, पर्यटकहरूको आवत जावत, गाडीहरूको गुन्जन र मानिसहरूको उत्साह अनवरत रूपमा बहन्छ। बैंक, सहकारी संस्था, होटलहरूले यसलाई एक गतिशील सहर बनाएका छन्। सांस्कृतिक उन्नति मात्र होइन, शिक्षा र स्वास्थ्य सेवामा पनि यो सहर तथा वडा अग्रणी छ। सामुदायिक विद्यालयदेखि मन्टेश्वरीसम्म, सामुदायिक क्याम्पसदेखि संस्थागत विद्यालयसम्म, यहाँ हरेक सपना शिक्षाको उज्यालोमा अघि बढ्छ। 3 ठूला अस्पताल, 1 सरकारी स्वास्थ्य चौकी र 9 वटा औषधि पसलहरूले स्वास्थ्य सेवामा नवजीवन भरेका छन्। 19 वटा मठ मन्दिर, 2 वटा गुम्बा, 10 वटा चर्च र 1 साकेला थानले धार्मिक सहिष्णुता र विविधताको उदाहरण प्रस्तुत गरेका छन्।
यहाँ सुरक्षादेखि सेवा सुविधासम्म हरेक क्षेत्र व्यवस्थित छ। मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, पर्यटन कार्यालय, क्वारेन्टिन कार्यालय, खानेपानी तथा सरसफाई संस्था, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणका कार्यालयहरूले यो वडालाई एक सुव्यवस्थित नगरको स्वरूप दिएका छन्। यो सहर केवल व्यस्त बजार मात्र होइन, प्राकृतिक शान्तिको अनुभूति गर्ने ठाउँ पनि हो। 3वटा मनोरञ्जन पार्कहरूले यहाँका नागरिकहरूलाई प्रकृतिको काखमा रमाउने अवसर प्रदान गर्छन्। खेलकुद क्लबहरू, फिटनेस सेन्टरहरू, सुधार केन्द्रहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। माया राम्रो दिलै खोलेर काकरभिट्टा केवल मानिसहरूको चहल पहल र गतिशील जीवन बग्ने नाका मात्र नभई प्रकृतिका अनुपम उपहारका स्वरूप चराहरू रमाउने, नाच्ने, गाउने, प्रवासी जीवन जिउने र पुरै जीवन रमाएर यही हुर्कदै बिताउने क्रीडा स्थल पनि हो। काकरभिट्टा स्थानीय जनजीवनमा एकै नजरमा सहज नबुझिएला, तर सुने अनुसार यहाँका आदिवासी राजवंशी समुदायको भाषा अनुरूप गङ्गटोलाई उनीहरूको भाषामा काकड र सो बस्ने स्थानलाई भिट्टाको नाम अनुसार काकरभिट्टाको नामाकरण भएको सुनिन्छ। गाउँ पञ्चायत ताकादेखिकै नामी यो स्थान पहिले नकलबन्दा साबिक र हाल काकरभिट्टा नामले नामाकरण गरिएको बुझिन्छ। उत्तरतर्फ मलिलो र प्रचुर उब्जाउ योग्य कृषि भूमि, यसै गरी हरिया चिया बगानका खेतीले पश्चिममा टोक्ला र दक्षिणमा सत्तीघट्टाले छुट्याएको काकरभिट्टाको भूमि सहजै पानीले नडुबाउने अग्लो स्थानमा विराजमान छ। पूर्वी नेपालकै नामी सुक्खा बन्दरगाहको नामले सुबोसित यो नाका सीमापारीका व्यापारको विषयमा सार्क देशका सीमा साझा गर्ने देश भारत हुँदै अन्य देशहरू भुटान, बङ्गलादेश र बर्मासँग सहज दूरीको सामिप्यता राख्छ। काकरभिट्टाको भूमिमा हिँड्ने हरेक पाइला एउटा नयाँ सपनाको अध्याय लेख्दै जान्छ। यहाँ हरेक गन्तव्य एउटा नयाँ सुरुवात हो। हरेक मुस्कानमा भविष्यको उज्यालो छ। यो सहर, यो नगर केवल एउटा बजार होइन, यो एउटा जीवनशैली हो। हाम्रो काकरभिट्टा राम्रो काकरभिट्टा, 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 हमार काकरभिट्टा राम्रो काकरभिट्टा, हाम्रो काकरभिट्टा राम्रो काकरभिट्टा। जता हेरे पनि हजुर पूर्वै रमाइलो, जता हेरे पनि हजुर पूर्वै रमाइलो, जता हेरे पनि हजुर पूर्वै रमाइलो।